नमस्कार साथीहरू, आज म तपाईहरुलाई घरमै सजिलो बनाउन सकिने होममेड आलु चप कसरी तयार गर्ने भनेर देखाउन गइरहेको छु। सबैभन्दा पहिला हरियो प्याज, हरियो धनिया र हरियो खुर्सानीलाई राम्ररी काटेर तयार गर्छु। अब उमालेर राखेका आलुलाई राम्रोसँग मुछेर स्मुथ बनाउँछु। त्यसपछि काटेर राखेका सबै सामग्रीहरू हरियो प्याज, धनिया र खुर्सानी मुछेको आलुमा हाल्छु। अब स्वाद बढाउनका लागि स्वाद अनुसार नुन, जिरा धनिया पाउडर, अलिकति बेसार हालेर सबैलाई राम्ररी मिसाउँछु। अब आलुको मिश्रण तयार भयो। अर्को स्टेपमा हामीलाई चाहिन्छ बेसनको पिठो। बेसनलाई अलिकति पानी हालेर न धेरै पातलो न धेरै बाक्लो ठिक्क कन्सिस्टेन्सीको घिलो बनाउँछु। अब कराईमा तेल राम्रोसँग तताउँछु। मुछेको आलुलाई मनपर्ने साइजमा बनाएर बेसनको पिठोमा चोबेर तातो तेलमा बिस्तारै हाल्छु। चपलाई सुनौलो र क्रिस्पी हुने गरी मध्यम आगोमा राम्रोसँग फ्राई गर्छु। ल हेर्नुहोस् त कति मिठो, क्रिस्पी र स्वादिलो होममेड आलु चप तयार भयो। अब यसलाई तातो तातो टमाटरको अचारसँग सर्भ गरौँ है त। घरमै बनेको सफा, स्वादिलो र सबैभन्दा मनपर्ने आलु चप। यदि भिडियो मन पर्यो भने लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। ओके, बाई, सी यू इन द नेक्स्ट ब्लग इन द RX लर्निङ हब। थ्याङ्क यू।